भन्नुभयो कि म यति बेला जिल्लाकै प्रमुख सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय गुल्मीमा आइपुगेको छु। यहाँसम्म आइपुग्दाखेरि यति बेला जिल्ला प्रशासन कार्यालय गुल्मी तनावग्रस्त बन्न पुगेको छ। यहाँ अधिकांश महिलाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्दै तालाबन्दी गर्नुभएको छ भने जिल्ला प्रशासन कार्यालयका कुनै पनि कर्मचारीहरू यति बेला भित्र छिर्न सकिरहेका छैनन् र यतिखेर केही दिन पहिला जिल्ला प्रशासन कार्यालयको पर्खाल अगाडि टाँसिएको जिल्ला प्रशासन कार्यालयको बोर्ड यति बेला प्रशासन कार्यालयको भित्तामा टाँसिएको छ र लेखिएको छ नेपाल सरकार गृह मन्त्रालय प्रदेश नम्बर 5 जिल्ला प्रशासन कार्यालय गुल्मी 2073 मङ्सिर 23 जसको जस्ट माथिपट्टि यसभन्दा पहिलाको बोर्ड अर्थात् प्रशासन कार्यालयको चिनारी राखिएको छ। आज पौष 1 गते बिहानैदेखि जिल्ला प्रशासन कार्यालयमा आम गुल्मेली जनताहरूको उपस्थितिमा यहाँ आन्दोलन गरिएको छ र यति बेला सुरक्षा निकाय पनि अत्यन्तै कडा मात्रामा खटाइएको छ भने जिल्ला प्रशासन कार्यालय अगाडि खटिएका महिलाहरू यसरी आफ्नो मातृभूमिको लागि आफ्नो प्रदेश जोगाउनको लागि आन्दोलन गरिरहेका छन्। अब लागेको सुरक्षा निकायको अगाडि पनि आन्दोलनकारीले त्यसै गरी धरना दिएका छन्।
कम साइजको बनाउनुहोस् मलाई त अब न्युजमा भर्खर पठाइदिइहाल्छु पहिला पहिला के हुन्थ्यो हामी खिच्छौँ हाम्रो संघर्ष लाग्नु